दर्शक महानुभावहरू, हामी सदा चाहिँ आज पनि एक राजनीतिज्ञलाई हाम्रो कार्यक्रममा अन्तर्वार्ताको लागि बोलाएका छौँ। उहाँ हुनुहुन्छ हाम्रा राष्ट्रिय युवा जागरण पार्टीका अध्यक्ष श्री हाम्रो चुलबुल दाजी। उहाँ हाम्रो युवा नेता हुनुहुन्छ। नमस्कार नेताजी। नमस्कार नमस्कार। कति माया गर्नुहुन्छ जनताहरू मलाई? माया गर्नुपर्ने हजुर। आराम हुन्छ फेरि। अनि यसपालिको चुनावमा म उठेको छु होइन, मलाई भोट दिएर चाहिँ जिताउनु पऱ्यो है। हाम्रो पर्चाहरू पढ्दै गर्नु। हजुरलाई नै हो भोट त खेर जाने। हजुरलाई धन्यवाद। तपाईँहरू हुनुहुन्छ र पो म चाहिँ। नमस्कार दिदी। नमस्कार। हजुरलाई हाम्रो लागि नमस्कार। धन्यवाद सर। ल धन्यवाद। यो संविधान सभाको चुनावमा हजुरको पार्टी पनि दर्ता भएको छ है? हजुर, दर्ता गर्नु पऱ्यो नि। हाम्रो युवाहरूमा कसैले बुझिदिएन के गर्नु। हजुरको पार्टीको नाम र चुनाव चिन्हको बारे हामीलाई विस्तृत जानकारी दिनुहोस्। हाम्रो पार्टीको नाम चाहिँ राष्ट्रिय युवा जागरण पार्टी हो है। हजुर, हाम्रो स्थापना भएको करिब 1 वर्ष भयो। युवाका लागि चाहिँ धेरै कामहरू गरेका छौँ। अब हाम्रो युवा भयो भन्नाले हाम्रो चुनाव चिन्हको रूपमा चाहिँ एउटा स्त्री राखेका छौँ। स्त्री राख्नु भएको छ? केटी। 16-17 वर्षको केटीको चाहिँ हाम्रो चुनाव चिन्ह रहेको छ। व्यापक रूपमा प्रचार गरेका छौँ। यो स्त्री नै चुनाव चिन्ह राख्नुको केही कारण छ कि? अब यो भन्ने त नहुने हो है। अब हाम्रो यो लजिक हो कि अब भोट दिन जाँदाहरू युवा कैँची देख्छन्, आडा चुनाव चिन्ह छाता देख्छन् है। आडा स्त्री देख्यो भने त स्त्रीमा छाप लगाउने भयो नि। त्यसरी हामीले अलिकति दिमाग लगाएर चाहिँ स्त्रीको चिन्ह राखेका हौँ। महिलाहरू जानु भयो भने आफ्नो महिलाको पीडा बुझेर पनि महिलाहरूले नै स्त्रीलाई नै भोट, सम्पूर्ण महिलाहरूले पनि त्यसमा भोट गर्नुहुनेछ हजुर भन्ने हामीले आशा गरेर चाहिँ चुनाव चिन्ह स्त्री राखेका हौँ। साइकोलोजिकली रहेछ हजुर एकदम। अब त दिमाग लगाउनु पऱ्यो नि। अब त ढुङ्गा मडा गरेर बम पड्काएर चुनाव जित्ने अवस्था त रहेन। त्यस कारण चाहिँ दिमाग लगाएको। अनि हजुरको यो 1 वर्षको अवधिमा हजुरले के गर्नुभयो त नि हाम्रो देशमा? हामीले धेरै काम गऱ्यौँ। अब काम पनि गर्दैछौँ। एकछिन पर्खिनुहोस् ल। म यहाँ प्रचारको कार्यक्रममा छु। एकछिन पछि गर्छु ल। राख्दै। हजुर के भन्नुहुन्थ्यो अरे? के भने हजुरको पार्टी दर्ता भएको 1 वर्ष भयो। 1 वर्षको कार्यकालमा अवधिमा हजुरले के गर्नुभयो त? अब के गर्नुभयो भन्दा नि धेरै काम गरियो। आन्दोलनमा सहभागी हुए। कतिचोटि त जेल पनि परियो है। देश र जनताको लागि भनेर चाहिँ निराहार बस्यो, अनसन गरियो। धेरै काम गरिएछ है। अहिले चाहिँ काम गरियो। अब फेरि यो संविधानमा चाहिँ सभामा गएर धेरै काम गर्ने मन लागेको छ। त्यस कारण चुनावमा उठेको छु। जनताहरूले माया गरिरहनु भएको छ। जित्ने पक्का गइसकेको छ। हजुरको त फेसबुकमा पनि हजारौँ छन् क्या फ्यान पनि। हजुर अब के गर्नु, जनताले माया गर्न थाल्नुभयो। राम्रो काम गर्नेलाई जनताले माया गर्नुहुँदो रहेछ। अब फेसबुक ट्विटर जताततै हुनुहुन्छ सहयोगीहरू। अनि हजुरको घोषणापत्रहरूमा के छ? घोषणापत्रको बारेमा केही जानकारी दिनुहुन्छ कि? घोषणापत्र हामीसँग छ। घोषणापत्रमा ज्यादै राम्रा र सराहनीय कामहरू छन्। अब जुन चाहिँ विशेष गरी हाम्रो युवा साथीहरूलाई मध्यनजर गरेर राखेका छौँ। देशको जुन उसमा अवस्थामा चाहिँ युवालाई पछि पारिएको छ, त्यसमा चाहिँ युवालाई जोडतोडका साथ हामीले अघि सार्नको लागि 10 क्लास पास गर्ने बित्तिकै युवाहरूलाई एउटा गर्लफ्रेन्ड अनिवार्य, चाहे त्यो परिवारले होस् अथवा सरकारले। गर्लफ्रेन्डको कुरा त भइहाल्यो। त्यसपछि परिवारले चाहिँ एउटा बाइक चाहिँ अनिवार्य किनिदिनु पऱ्यो। बाइक नभएर कति साथीहरू चाहिँ दुःख पाउनु भएको छ। प्यारेन्ट्सले अनिवार्य चाहिँ एउटा सवारी साधनको व्यवस्था गर्नु पऱ्यो, मोटरसाइकल। त्यसमाथि नि पल्सर। मैले बिजय कुरा गर्न चाहेँ। अब नेपाल जस्तो देशमा अब बिहान खाएर बेलुका खाने के छ नि थाहा छैन। अब बाइक अब कसरी जोड्नु भयो अब परिवार। हामीले संविधानै त्यसैको लागि बनाउनु लाग्यो, एउटा विकसित देश निर्माणको लागि। संविधान बनेपछि त त्यो पक्कै अवश्य नै हुनेछ। सबै समान हुनेछन्। हाम्रो देश विकास हुनेछ नि त। गर्न सबैले ठुल्ठुला कुरा गर्दा 10 वर्षमा सिङ्गापुर बनाउँछु भनेको पनि देखियो। जस्ता त्यसो त बरु इथियोपिया होला जस्तो लागिसक्यो नेपाल। होइन, हुँदैन कि भन्ने कुरा मात्र फोन तिनीहरूले भनिहाले। अब हामी गरेर देखाउने हाम्रो पालो। जनताले हामीलाई निश्चित रूपमा सहयोग गर्नुहुन्छ भन्ने हामी ठानिरहेका छौँ। हजुर अनि विभिन्न ठाउँमा हजुरको चुनाव प्रचार गर्दा चाहिँ अब वैद्य बाले बम पड्काउनु भन्ने सुन्नमा आएको थियो।
के हो वैधवासँग केही छ कि हाम्रो मनमुटाव के हो? हामी त सबैसँग मिल्ने पार्टी हो हामीसँग कसै छैन। वैद्य अङ्कलले के गर्नुहुन्छ अहिले चाहिँ चुनाव जितेला जस्तो कुनै हालतमा लागेको छैन, किनकि प्रतिद्वन्दी म आएको छु। त्यसैले उहाँले चाहिँ बिचबिचमा बाधा अर्जन गरिराख्नु भएको छ। तै पनि म डराउने पक्षमा छैन, चुनावमा जसै जितेर छाड्छु। उहाँ कतिसम्म खराब हुनुहुन्छ भन्दा अस्ति उहाँको छोराले चाहिँ बाबा मलाई आज कलेजमा होमवर्क भएको छैन, कलेज जाँदिनँ, आज कलेज जान्न भनेर रुनु भएको छ उहाँको छोरो। आज नेपाल बन्द भनेर फुकिदिनु भएको छ, जसले गर्दा नेपाल बन्दै भयो। हाम्रो नेताहरू त्यस्तो हुनुहुन्छ। अब त्यस्तो वातावरण सिर्जना नहोस् भन्नको लागि पनि युवा साथीहरूले राष्ट्रिय जागरण पार्टी अर्थात् मलाई भोट दिएर धेरै भोट दिएर जिताउनु पर्नेछ। स्त्री चुनाव 16 पुगेर 17 लाग्यो। हजुर, स्त्री चुनाव चिन्ह 16 पुगेर 17 वर्ष लागेको। अरूतिर हेर्दै हेर्नुहोस् चुनाव चिन्ह, स्त्री देख्ने बित्तिकै दुवै समानुपातिक प्रत्यक्ष सबै हाम्रै पार्टीलाई दिनु होला, यदि आफ्नो भविष्य उज्जवल चाहनुहुन्छ भने। अब राजनीतिक कुरा छोडौँ, अब हजुरको व्यक्तिगत जीवनतर्फ जाउँ न। हजुर कहाँ जन्मिएको, हजुरको राजनीति उसहरू? म पोखरा 17 महतगौडामा जन्मेको। मेरो बाल्यकाल ज्यादै दुःखद रह्यो। सङ्घर्ष गरेर मैले मास्टर अध्ययन गरेँ, त्यसपछि राजनीतिमा प्रवेश गरेको देश र जनताको लागि। तर राजनीतिमा प्रवेश गरे पनि अहिलेसम्म कुनै नैतिक पतनका कार्यहरूमा संलग्न भएको छैन। राजनीतिपछि त कोही त त्यो सबै त्यो त हाम्रो कम्पलसरी नै भयो अहिले नेताहरूलाई। हजुर कसरी अछुत रहनुभएको? अब म नेता अरूभन्दा भिन्न छु, त्यही भएर मैले भनेको छु साथीहरूलाई भोट यसपालिको मलाई दिनुहोस् भनेर। धेरै माया गर्नुहुन्छ साथीहरूले, मलाई थाहा छ, त्यसकारण भोट अन्त नखाल्नु होला। हजुरको भुँडी पनि लाग्छ असीमा त, हजुर सर्लक्कै हुनुहुन्थ्यो त। भुँडी होइन कि, यो जनताहरूको माया हो कि, जनताहरूको मायाको थुप्रो। जनताहरूले माया गरेर मलाई, अब चुनावको बेला म त सुतेको छैन, नखाइ हिँडेछु, तैपनि यो जनताहरूले माया गरेर, जनताहरूले आशीर्वाद दिएर लागेको शरीर हो। यसलाई भुँडी नभनिदिनु होला, गलत अर्थ लाग्न सक्छ। यो जनताहरूको मायाको पोक हो। हजुर माफ। अनि अरू ठिकै छ, हाम्रो प्रचार अभियान वृहत रूपमा लागेको छ। अस्ति हाम्रो चाहिँ मोटरसाइकल र्याली थियो, जसमा 1000भन्दा पनि बढी युवा साथीहरू समावेश हुनुहुन्थ्यो। अब जो प्रचार कार्यक्रम राम्रै भइरहेको छ। हजुर त कलिलै उमेरको नेता हुनुहुन्छ, हजुर सोझो पनि हुनुहुन्छ। हँसाउनुहुन्छ हजुर पनि। अब सोझोभन्दा अब सोझै लाग्छ, आफू सोझै छु। अस्ति साथीहरूसँग हिँड्दा एउटा बाटोमा केटी हिँड्नुभएको थियो, के जोड चलेछ जिस्काइदिएँ है। रातभरि निन्द्रा लागेन कि मलाई, म सुत्नै सकिनँ। हजुर है त्यस्तो हुन्छ है, केटी जिस्काएपछि। हजुर भयो, अब पहिलोचोटि जिस्काएको, साह्रै निन्दै लागेन, रातभरि छटपट्टि भयो। आत्मग्लानी भनेको आफूलाई त्यस्तो भयो। आत्मग्लानी भन्दा नि जिस्काएँ मात्रै भन्ने कुरो हो कि, अरू केही गर्न सकेन भनेर पछुतो लाग्यो, रातभरि निन्द्रा लागेन। अनि हजुरले गाउँघरमा त पानी, बाटो, विद्यालय, सार्वजनिक शौचालय बनाउनु भयो भन्ने सुनेको थियो। हजुरकै खोलिदिएको पैसा हो कि के हो त्यो? अब मैले भनिहालेँ नि, म अरू नेताहरू जस्तो घुसखोरी गर्दिनँ त, पैसा कहाँबाट आउँछ? आफ्नै, अब मेरो बुवाको पुर्खौली सम्पत्ति थियो, अब त्यही बेचेर भयो नि। अब गाउँ विकास गर्न मैले सेवा गरिदिएँ। भनेपछि आफूले तब हजुरले चाहिँ पैसा फालेर भोट किन्नु भएको भन्ने बुझ्नु? पैसा फालेर होइन, सेवा गरेर। पैसा 2 दिने मरे लान्छु होला, मान्छेले मरेर के लानुपर्छ र? त्यो अनावश्यक धन थुपारेर रिसिपी बढाएर के काम? बरु त्यो धन राम्रो ठाउँमा काम गऱ्यो भने विद्यार्थीले पढ्न पाए, दिशा पिसाब सही स्थानमा हुने भयो, पानी खाएपछि स्वस्थ, धेरै कुराहरू छन् नि त विकास गर्नको लागि। आफ्नो घर मात्रै ठुलो बनाएर त हुँदैन नि त। हाम्रो नेताहरू हुनुहुन्छ बाहिर एकथोक भन्नुहुन्छ, उहाँ छोराहरूले 2-3टा श्रीमती बिहा गरेको रेकर्ड छ, छोराहरूलाई के भन्नुहुन्न। हामी त्यस्तो छैनौँ नि, हामी युवाहरू हौँ, जोस र जाँगरले भरिएका। हजुर हस् त, आजलाई यति नै भयो। हजुरसँग मिल्यो, धेरै खुसी लाग्यो। हजुरको अब हजुरलाई नि आज कार्यक्रममा बोलाइदिनु भयो, धेरै खुसी लाग्यो। हाम्रो यो घोषणा पत्र लिनुहोस्। हजुर। अब तपाईँहरूले पनि पूर्ण रूपमा भोट दिनुहुनेछ भन्ने आशा गरेको छु। आफ्नो युवाहरूको विकासको लागि युवा नै जाग्नुपर्छ। अब बुढाहरूको दिन गयो हजुर, बुढाहरूलाई चाहिँ तर वृद्धाश्रमतिर पठाएर हामीले चाहिँ संविधान बनाउनु पर्ने अवस्था आएको छ। त्यसकारण चाहिँ म सबै युवा साथीहरूलाई के भन्न चाहन्छु भने, यदि आफ्नो विकास चाहनुहुन्छ भने, आफ्नो प्रगति चाहनुहुन्छ भने पक्कै पनि युवालाई जिताउँ। राष्ट्रिय युवा एकता पार्टीलाई मतदान गरौँ र धेरै मतले विजयी गराउँ
र यसरी तपाईँको माया पाइराखौँ, स्त्री चिन्हमा छाप लगाइराखौँ, यति भन्दै म बिदा हुन्छु। यति भन्दै आजको कार्यक्रम यहीँ सम्पन्न भएको म जानकारी गर्न चाहन्छु। हाम्रो प्राविधिक साथी नवीन भण्डारीका साथ जनक भण्डारी क्यामेराको साथ म मनोज भण्डारी हस्त बिदा चाहन्छु।